भिडियो यसले पहिला 15 रुपियाँ उठाएको कुरा यसले भन्नु पर्यो कि नगरपालिकाले हामीबाट 5 लाख रुपियाँ लगेको छ नगरपालिका जानुस् भन के मान्छेहरू पर्यटकहरू यो 15 रुपियाँले गर्दामा धेरै घटिया छ सर अहिले पर्यटकहरू धेरै घट्दै आउँदैछ हैन त्यस्तो पहिलाको जस्तो छैन पहिला धेरै मान्छेहरू आउँथ्यो अहिले यो छैन सर त्यस्तो छैन है छैन यसो गरेको तिरिने तिरियो हामीले तिर्नु पर्छ हामीले नै बनाउने हो तर बनाएको जस्तै देखिएन अब अहिले प्रतिशतले कति आश्रम नटाउनुस् तपाईले जे देख्नु भएको छ त्यही भन्नुस् व्यवस्था छैन 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 त्यो देखाएको कुरा हो त्यो त हजुर नमस्कार दर्शकबिन यतिखेर म सल्यानको बनगाड कुपिन्डी नगरपालिका 8 कुपिनी ताल प्रवेश गर्दैछु दर्शकबिन यहाँबाट जाने बित्तिकै प्रवेश गरेको मात्रै व्यक्तिले टिकट काट्नुपर्छ अरे सवारी साधनको त टिकट काट्छन् हामी अन्य ठाउँमा जाँदाखेरि चाहिँ हामीले गएको मान्छे प्रवेशको टिकट काट्दैनथ्यौं तर सल्यान जिल्ला बनगाड कुपिनी नगरपालिका 8 कुपिनी ताल जो कि पर्यटन ठाउँमा आउनु भयो भने तपाईले टिकट काट्नुपर्छ नि तर टिकट काटेको बापत के व्यवस्था छन् त पर्यटनहरुले के स्थान त्यहाँ गइसकेपछि के सुविधा पाउँछन् त अवस्था देखाउँछु नि हामी तपाईलाई र हामीले यहाँका मेयर उपमेयरसँग पनि कुराकानी गर्नेछौं दर्शक पनि भिडियो अन्त्यसम्म हेर्नु होला अब हामी लाग्छौं बनगाड कुपिनी नगरपालिका त्यो कुपिनी तालमा के कस्ता पर्यटनहरु जो कि पर्यटनहरुलाई सुविधा हुने स्थलहरु त देखाउनै पर्यो नि भिडियो अन्त्यसम्म हेर्नुस् है हामी जाँदै छौं दर्शकबिन यतिखेर हामी प्रवेश गरिसकेका छौं जागी देख्न सक्नुहुन्छ कुपिनी ताल पर्यटन ठाउँ यहाँ पर्यटनहरु पनि जो स्थलमा अहिले ढुङ्गा चढिराख्नु भएको छ र हामी यहाँको व्यवस्था कस्तो छ देखाउँदै छौं देख्न सक्नुहुन्छ यहाँ एकदमै भनौं न बेर खाएपछि मजाले यो बेर खानु पर्छ अनि त्यसपछि जता फाले पनि हुन्छ व्यवस्था देखाइरहेको छौं तपाईलाई हामी प्रवेशमै छौं दर्शकबिन हामी तपाईलाई देखाइसक्छौं अब अरु कुरा छोड्दिउँ तपाई के बोल्दिन म यो मजाले कोही नानी बाबाहरु कहीँ त खेल्न आयो भने मजाले काट्छ यो फेरि काट्यो भने उपचार गर्न सजिलै छिटै जानुपर्छ दर्शकबिन देखिरहेका छौं अब हामी प्रवेश गर्दैछौं यहाँ ठेकेदारसँग पनि हामी कुराकानी गर्दैछौं एकदम तपाईलाई यो पर्यटन ठाउँ यता पछाडी देख्न सक्नुहुन्छ यहाँ हावाहुरी आयो भने मजाले पानी पर्यो भने यहाँ बस्न सकिन्छ माथि हेर्नुस् है देख्न सक्नुहुन्छ यो व्यवस्थापन हुन सक्छ अब ठेकेदारले ट्यान्डा पारिसकेपछि एकदम मजासँग हेर्नुस् त व्यवस्था हो नि यो प्रतिशाला यता छ कहिलेकाहीँ बेर खानु भयो भने तपाईले मजाले यहाँ ठ्याक्न पाइन्छ यो व्यवस्थापन हो केही हैन नगरपालिकाको व्यवस्थापन हो यो ठेकेदारको ट्यान्डरसँग हामी कुराकानी गर्दैछौं दर्शकबिन यतिखेर हामी कुपिनी तालको नजिकै छौं यहाँ पर्यटनहरु देख्न सक्नुहुन्छ मजासँग डुङ्गा चढ्न पाइन्छ दाइसँग कुरा गर्छु तपाईले टिकट काट्नुभयो दाइ काट्यौ टिकट यता देख्नुस् हामी मिडियाबाट हो कति रुपैयाँ काट्नुभयो मान्छेको 15 रुपैयाँ 15 रुपैयाँ काट्नुभयो है काट्नुभयो नि टिकट देख्न मिल्छ छ यो टिकटै छ त ए टिकट दर्शकबिन काटिसक्नु भएको छ उहाँले यहाँ प्रवेश गरेपछि मजाले 15 रुपैयाँ टिकट काट्नुपर्छ व्यवस्था देखिसक्नु भएको छ यहाँ पानी पर्यो भने त त्यहाँ बस्न पाइन्छ होला नि देख्नु भएको छ नि राम्रो छ हैन देख्नु भएन तपाईले ठिकै छ के छ यसलाई के भनिन्छ प्रतिशाले भनिन्छ कि प्रत्याशा भनिन्छ अब अहिले प्रतिशतले कति आश्रम चाहिँ भनौं न एकदम आफै बनेको पर्यटन ठाउँ जो कि कुपिनी ताल मजासँग राणा ताल गएपछि टिकट काट्नु पर्दैन यहाँ आएपछि टिकट काट्नु पर्छ मजासँग 15 रुपैयाँ चाहिँ तपाईले लिएर आउनु होला कहिलेकाहीँ यसो पूजा गर्न आउनु भयो भने 5 जना आउनु भने कति रुपैयाँ तिर्नु पर्छ थाहा छ 15 रुपैयाँको दरले मजासँग काटेर आउनु होला हामी यहाँ कुरा गर्दै छौं हामी तपाईसँग कुरा गर्न सक्छौं टिकट काट्नुभयो तपाईले हजुर हजुर काटेछ ए मान्छेको पनि काट्नुभयो नै मान्छेको त नै उखु काटे मान्छे काट्नु छैन है खै क्या गयो यो त काटे खैदिन त काट्नु छ नि ए तपाईले काट्नु आमा तपाई कुन गयो भाइ नि दर्शकबिन एकदम केही समय अगाडि टिकट थिएन व्यवस्था देखिसकेका छौं यतापट्टि घर बन्दैछ आमाहरु पनि आउनु भएको छ टिकट काटिसक्नु भएको छ मान्छे काट्नु भएको छ नि कहाँबाट आउनु भयो ए
लगभग टिकट पहिला त लाग्दैन थियो नि थाहा पाउनु भएको थियो योभन्दा कति चोटि आउनु भयो पहिलोबाट आयौँ पहिलोचोटि आउनु एकैचोटि पहिलोचोटि आउनु हामीले छोरीमा आयौँ आज आयौँ आज आउनु भयो टिकट काट्नु पनि राम्रोसँग यता आमा देख्न सक्नुहुन्छ पछाडि प्रतिक्रिया छ नि यहाँ हावाहुरी आयो भने तपाईँ त्यहाँ बस्नु होला है कुन ठाउँबाट आउनुभयो हामी लेख पर्साबाट सुर्खेत सुर्खेतबाट आउनुभयो टिकट काट्नुभयो कि नाइ काट्नु भएन मान्छे प्रवेश गरेको टिकट काट्नु भएन दाइसँग कुरा गर्छु उहाँले काट्नु भएको छ मलाई आउने यहाँ रमाउने मात्रै काम गर्नुहुन्छ उहाँ एकदम अहिले सुन्दरता कुपिने तालमा आएर तपाईँ टिकट काट्नुभयो है व्यक्तिको कति काट्नुभयो व्यक्तिको नै तपाईँको 11 जनाको 270 रुपियाँ ए कसरी गाडीको सबै मान्छे पनि काट्नु एकैचोटि सबै अनि के लाग्छ तपाईँलाई यो ठाउँमा आउँदाखेरि कस्तो लागिरहेछ तपाईँले ठिकै छ रमाइलो राम्रो व्यक्तिगतको टिकट काट्ने पनि भइरहेको छ यो के लाग्छ तपाईँको विचार त्यो त अब खै अब यहाँको म्यानेजमेन्टले के गरेको हामीलाई त्यति थाहा छैन पहिलोचोटि आएको त्यही तर सोझोमा नि होइन काटिहाल्नु ठिक छ तर सबै यता देखिसक्नु भएको छ डुङ्गा चलाइराख्नु भएको छ हजुरको शुभ नाम मेरो नाम हरिशचन्द्र पुरी कर कति तिर्नुहुन्छ महिनाको 10,000 भन्दा भनेको छ एउटा ऱ्याफ्टिङ बोर्डको हामीले तिरेको छैनौँ किन राख्ने तिरेको छैन 10,000 महिनाको 10,000 भन्दाखेरि अब कति तिर्छ त्यत्रो महँगो भयो हजुर अनि कति कमाउनुहुन्छ महिनामा कमाउने यस्तै अब शनिबारमा धेरै जस्तो आउने गर्छन् अनि पूर्णिमाको बेला अघि पछि यस्तो फटाफट 2-4 जना आउने जाने भइरहेको 10-15 हजार कमाउन मुस्किल हुन्छ अनि कर 10,000 भने हजुर के खाने के लगानी कसरी उठाउने छोराछोरी पनि पाल्नु पर्यो एकदमै गाह्रो छ नगरपालिकाले 10,000 भनिसक्यो तोक्या छ हजुर त्यो पुगिसक्यो दिनु भएको छैन दिएको छैन कसैले पनि दिएको छैन यहाँ अनि यहाँ पर्यटनहरूको 15 रुपियाँ कर पनि लाग्ने छ त्यो त छ कहिले बाटो? अहिले 4 वर्ष भइसक्यो त 9-10 बजे अनि 4 वर्ष भइसक्यो 4 वर्ष त भइसक्यो पानी पर्यो भने हावाहुरी आयो भने प्रत्यक्षले देख्नु भएको छ नि डुबाउनु पर्छ त्यहाँ मात्र हामीहरू ढुङ्गा तैराउँछौँ अहिले त टिनको छानो त लाउन सकिन्छ सकिन्छ छैन त प्रत्यक्षले अब यत्रो गर्मी छ होइन डुबान पर्छ भने ठिक छ डुबानमै छ होइन टिनको छानो त लाउनु अनि तपाईँले भन्नुभयो नि डुबान पर्नु ठिक छ तपाईँले भनेको राम्रो कुरा डुबानु पर्छ बनाउनु भएन नगरपालिकाले कुनै यहाँको स्थानीय तहले बनाएन बेर खाएर बाटोमा त खाना पाइन्छ बोतल पुरै फटाएर धेरै नानी बाबाहरूको खुट्टा काट्यो भने तपाईँ कसले गर्ने व्यक्तिगत गर्नुपर्छ नि व्यवस्था हुनु पर्यो हामीले भन्न खोजेको व्यवस्था हुनु पर्यो हामी रिपोर्टिङ गर्दैछौँ तपाईँको यहाँ नगरपालिकालाई हामी के भन्छौँ भने व्यवस्थापन गर्नुहोस् पर्यटनलाई अब आउनु भएको छ हेर्नु न उठिराख्नु भएको व्यवस्था केही छ त्यस्तो व्यवस्था छैन अब गर्छौँ भन्दैछन् यार अब हेरौँ 4 वर्ष सकिसक्यो 4 वर्ष भइसक्यो कर उठाइसक्नु भएको 4 वर्षको पैसा कहाँ गयो त 4 वर्षको अहिले त्यही भवन बनाएको थिए देखाउँदैछन् यार हजुर त्यही तर भवन बनाइराख्नु भएको छ 5 लाख रुपियाँ व्यवस्थापन राम्रो भएन नि व्यवस्थापन त छैन हजुर सबैले देखेको कुरा अब तपाईँले भन्नुहोस् न धारी भन्नुहोस् तपाईँ नगरपालिकासँग सम्बन्धित छ भने त्यो कुरा नटाउनुहोस् तपाईँले जे देख्नु भएको छ त्यही भन्नुहोस् व्यवस्था छैन छैन त्यो देखेको कुरा हो त त्यो त हजुर बाटोको अवस्था हेरौँ भने अहिले पहिले भन्दा राम्रो भएको छ अलि केही सुधार छ भनौँ पहिला त हिँडेर आउनु पर्थ्यो कति तिर्नुपर्छ ढुङ्गाको अहिले पुरै ताल घुमेको 200 रुपियाँ लिन्छ र आधा ताल घुमेको 100 रुपियाँ लिने गरेको छ गयो भने 100 घुम्यो भने अल राउन्ड घुमेपछि 200 हजुर धेरै धन्यवाद समितिलाई प्रवेश गरे बापत 15 रुपियाँ तिरिसकेपछि सामाजिक सञ्जालमा एउटा भिडियो चाहिँ सम्प्रेषण गर्नुभएको थियो र त्यो कुरा के रहेछ भनेर यथार्थ रूपमा बुझ्नलाई हामी स्थलगत रिपोर्टको लागि यति बेला कुपिनले तालमै आएका छौँ र जसले चाहिँ पैसा उठाउनुहुन्छ उहाँसँग हामी केही कुराकानी गर्छौँ हजुर नमस्कार हजुर मेरो तुलबहादुर गोसाई हजुरले यो मान्छे यहाँ प्रवेश गरे बापत कति रुपियाँ लिनुहुन्छ मैले 15 रुपियाँ सर पर व्यक्तिको 15 रुपियाँ 15 रुपियाँ अब जस्तै यहाँ प्रवेश टिकट 15 रुपियाँ भनिएको छ सर होइन अब यहाँ नगरपालिकाले पनि छापिदिएको छ अब जस्तै गाडीको यहाँ छ सर अब गाडीको तपाईँको 80 रुपियाँ होइन अनि 90 रुपियाँ अनि तपाईँको अटोको 30 रुपियाँ बसको 115 रुपियाँ होइन 113 रुपियाँ बनाइदिएको छ ठिक छ यो तपाईँको गाडीको पार्किङ जताततै लिन्छन् सामान्यतया तपाईँहरू यो मान्छे यहाँ प्रवेश गरे बापत पैसा लिएपछि पर्यटकहरू भित्र्याउने हो कि पर्यटकहरूलाई बन्द गर्ने हो त्यो त सर अब नगरपालिकाले नै गराएको हो सर अब नगरपालिकाले मैले बनाएन कति पैसा तिर्नुभयो नगरपालिकालाई मैले 4,05,000 रुपियाँ तिरेको छु सर होइन तपाईँले टेन्डर पारेको ओली कन्स्ट्रक्सनले पारे हो ओली कन्स्ट्रक्सनबाट मैले किनेर ल्याएको छ ए ओली कन्स्ट्रक्सनबाट हजुरले टेन्डर पार्नुभयो यो कति समय भयो अहिले मैले साउन 25 गतेदेखि काट लाग्छ ए नयाँ आर्थिक वर्षबाट चाहिँ भनेको त्यो भन्दा अगाडि चाहिँ अरू कन्स्ट्रक्सनहरूले गर्थे होला अनि यो जिम्मेवारी के हुन्छ हजुर यो तपाईँले 5 लाख उता तिर्नुहुन्छ हैन 5 लाख तिरिसकेपछि तपाईँले 6 लाख 7 लाख पनि उठाउन पाउनुभयो 2-2.5 लाख पनि उठाउन पाउनुभयो
त्यो घाटा नाफा ठेक्का भयो ठेक्का भयो सर। त्यो चाहिँ अनि यो फोहोर व्यवस्थापनदेखि लिएर यो हुन्छ नि यो अरू व्यवस्थापकीबाट कसको जिम्मा हो यस्तो हो सर। अब यो त जस्तै टेन्डरमा गयो सर होइन, जस्तै नगरपालिकाले अब कर्मचारी खटाइदिनु पर्ने यहाँ होइन, हजुर अब कर्मचारी खटाएर यहाँको यो फोहोर व्यवस्थापन नगरपालिकाले नै गर्ने हो सर होइन। हजुर अब उसले अब जस्तै नगरपालिकाले गर्ने, अब जस्तै मेरो त यो टेन्डर भयो सर होइन, मैले त अब यहाँ जस्तो फोहोर उठाउनको लागि टेन्डर हाले होइन, जस्तै नगरपालिकाले अब कर्मचारी राखेर अब यहाँको फोहोर व्यवस्थापन चाहिँ नगरपालिकाले गर्नुपर्ने यो तपाईँसँग सम्बन्ध भन्दा पनि नगरपालिकासँग सम्बन्ध राख्दछ। तपाईँलाई के लाग्छ यो तपाईँले भनौँ न 5 लाख तपाईँले तिरिसक्नुभयो, तपाईँले तिरेको 5 लाख चाहिँ यो कुपिन्डे ताल संरक्षण प्रवर्धन गर्नको लागि के कस्ता पहल भएको देखिन्छ यता साउन यता मात्र? छैन सर, त्यस्तो छैन। अब मान्छेहरू पर्यटकहरू यो 15 रुपियाँले गर्दामा धेरै घटिया छ सर। अहिले पर्यटकहरू धेरै घट्दै आउँदैछ होइन, त्यस्तो पहिलाको जस्तो छैन। पहिला धेरै मान्छेहरू आउँथ्यो, अहिले यो छैन सर, त्यस्तो छैन है। छैन। पहिलेको भन्दा मान्छेको धेरै उपस्थिति कम देखिन्छ। जब तपाईँहरूले यो नगरपालिकाले लगायो नि, तपाईँले आफैले भोगेको साउनबाट यतातिर केही संरचनाहरू यहाँ चाहिँ केही निर्माण हुने कार्यक्रमहरू केही भएका छन्? छैन। केही छैन सर। तपाईँले आफैलाई पनि लाग्छ होला नि 15 रुपियाँ त लिन्छु। 15 रुपियाँ तिर्ने बेला त सर अब जस्तै मलाई पनि दुःख लाग्छ नि त। अब जस्तै 15 रुपियाँ जस्तै माग्ने बेला होइन, अब मान्छेले अब त्यत्तिकै 15 रुपियाँ माग्ने बेला त कसैलाई पनि त भनिहाल्छ सर त्यो त।